महँगै तर देखाइदिन न खाना बनाउन बनाउन आँटेको मेरो चाहिँ फ्राई भइसकेको छ पानी डाल्न परेको खानु हुँदै होला भनेर देखाउनलाई आएको त यहाँ चाहिँ मम्मी सुतिरहेको छ यहाँ छ So hello guys, welcome back to my another vlog. Okay. म चाहिँ यहाँनिर फुल प्रिपेरेसनमा छ यहाँनिर घाम यति बिना लागिरहेको छ कि अन्ना डरेर कालै भइसक्यो अब अलिकति प्रोटेक्ट गर्नलाई चाहिँ मैले लगाइरहेको छु सो अहिले चाहिँ हामी कहाँ जाँदैछ भने चाहिँ हामी चाहिँ जानेछ सालबारी बहिनी र म हेलो भन्दै के बहिनी ए सरी दिदी सालबारी वेलकम टु माई बहिनीज च्यानल सालबारी चाहिँ किन जान्छ भने चाहिँ पुच्का किन्नु हामी त आयो ए मेरो झन्डै फटाइदिस् ल पछाडिबाट मुकबाङ गर्नु लागि चाहिँ मुकबाङ हुन्छ कि च्यालेन्ज हुन्छ त्यो नेक्स्ट भ्लगमै हेर्नु सक्नुहुन्छ तपाईँहरूले अहिले फिलहाल चाहिँ हामी पुच्का किन्नु जान्छ अम्मामा यस्तो गरम छ कि भन्नु सक्दैन गरम कति छ भनेर आयो घुम्नु जानु पनि बिर्सिसो गाइस ल गाइस भन्दैन पुरै बेसी भन्नु रहेछ सो अहिले पुच्का किन्नु लाग्यो यता गाइस हाम्रो चाहिँ बल्ल पुच्का भयो यति इम्ली पनि खायो यति घुम्यो हात घुमेर गयो लास्टमा चाहिँ बाहिरै साइडको रहेछ यति दुःख पायो अहिले चाहिँ हामी हिँड्नु एनर्जी नभएर चाहिँ एकछिन यहाँ पर्छ गएको थाकेर मर्नुभयो थाकेर यत्रो सनस्क्रिन लगाएको नि सनस्क्रिनको पावर पनि सक्यो अब तर पुरा रिङ्गा चलाउँछु के छ नङ देखाएको है गाई छ यो चाहिँ यसको अरिजिनल महँगै तर देखाइदिएन न वा यो चाहिँ मेरो डुप्लिकेट हो सो अहिले घर पुगेर पुच्का बनाउन स्टे ट्युन सो फाइनली गाइस घर आइपुग्यो गरमले घामले सबै एनर्जी तान्यो आम्मो क्या तिर्खा लाग्यो सो अब चाहिँ म चाहिँ खाना बनाउँछु अन्त बहिनीले चाहिँ पुच्का मुकबाङको लागि के हुन्छ सबै बनाउँछ अन्त चाहिँ हामी खानुपर्छ सो अहिले चाहिँ हामी खाजा खान्छ त्यहाँदेखि चाहिँ खाजा खाएर चाहिँ के गर्छ गर्ने कुरा गर्छ सो हामी किचनतर्फ पुगिसकेको छ अन्त मैले यहाँ राजमा उमालिरहेको छु यो चाहिँ सब्जीको लागि हो ए राजमा होइन ए राजमा अरे काबुली चाना उमालिरहेको छु अन्त यहाँ चाहिँ छ आलु अन्त यहाँ चाहिँ आलु हेलो हेलो आलु त्यहाँदेखि चाहिँ अब यो राजमा चाहिँ लन्चको लागि हो अन्त यहाँनिर भात त बसाएको थियो बहिनीले तर ढङ्गा यस्तो छैन यो ट्याक्कै गरेको रहेछ ए सरी यसको आँखा झिपिक रहेछ यसको जस्तै रहेछ अब चाहिँ हामी ग्यास त्यस्तै छ होइन अहिले मैदा छ यो उम्लिँदैछ पाक्नु आँट्यो पनि होला यो चाहिँ आलु र काबुली उयसको लागि पानीपुरीको लागि यो त पाकै होला अब चाहिँ सो यहाँनिर चाहिँ मैले प्याज टमाटर खोर्सानी चप गरेको छु यहाँ चाहिँ छ इमली उयो के भन्छ उयसको लागि पानीपुरीको लागि पानी अन्त यसको लागि सकेको छ बुढी पानी वेस्ट हुँदैछ हेर्न यहाँ चाहिँ रोड बनाउँदैछ अन्त यो चाहिँ हो हाम्रो घर बनिँदैछ हाम्रै हो तेरो होइन मेरो मेरो अरे अन्त यहाँनिर चाहिँ अस्ति भर्खर के अरे ढलाइ भएको हामी चाहिँ यहाँनिर रेन्टमा बस्दैछ यो घर नबन्नेसम्म त्यो चाहिँ मेरो थोते हो थोते
थोते होइन अब चाहिँ यहाँनिर जानुपर्छ खाना बनाउनु मैले चाहिँ काबुलीलाई चाहिँ यहाँ सिफ्ट गरिदिएको छु कुकरमा किनकि त्यो उयसमा अघिदेखि उमालेको अहिलेसम्म पाएको थिएन हो अहिले चाहिँ यहाँनिर सिटी अब 1-2 सिटी लागेपछि चाहिँ सुई 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 बनाइदिइहाल्छु पाकेछ अलग अलग भएछ यो अब चाहिँ यहाँनिर तेल हाल्छु त्यहाँदेखि यो प्याज टमाटरहरू हालेर छुई 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 गरेर चाहिँ पेटाउला त्यसको पनि तेल हाल्छु रसा जीरा अच्छे से पकाएर टमाटर किचन नमक हाल्दैछु नमक राजमा होइन ए सरी काबुली चलाओ अच्छे से मिक्स करो अब चाहिँ यसलाई मजाले स्म्यास गर्नु सरी म चाहिँ पाक्न अनुसार दिदिमै पाक्छ जस्तो लाग्दैछ यहाँ भात पनि पाक्दैछ बेनी छोरा यसले चाहिँ पुच्काको सामान रेडी गर्दैछ पुच्काहरू बनाइबस्छु हो तर के भन्छ आज चाहिँ पुदिनै बिर्सेछु हामी त यत्रो हाट गयो चिम्लेन पाएर है त्यता गरममा चाहिँ कता गएन किम्लाउ पनि गर्नु पाएन अन्त 3 दिन पाएर चाहिँ हामीले पुदिना पनि बिर्सिराखेछु म अन्त यो आलु पनि के हो काँचो त्यत्रो पकाएको हाम्रो मेसर थियो कि मेसर नै हरायो हाम्रो बडी से पनि याद छैन काबुली चाहिँ उम्लिँदैछ पानी हालेर यहाँ चाहिँ आलु स्म्यास भइसकेको रहेछन् हो यहाँ चाहिँ भात पाएको छ राइस कुकर छुनु डर लाग्छ करेन्ट लाग्छ यहाँ छ ओनियन हेर्नुहोस् अब यहाँनिर म्याजिक हुन्छ ल ए भएन ए काटेर गर न ए अब चाहिँ के काट्नु छ उयो पनि काटेर चाहिँ त्यहाँदेखि छिटो छिटो गरेर चाहिँ आलु पानीपुरी फ्राई गर्नुपर्छ अब चाहिँ पाकिसकेको छ अब यहाँ सिस्टरले ग्राइन्ड गर्न आँटेको छ यो के हो धनियाँ र हरियो खोर्सानी यो चाहिँ अब कराई तताइसकेको छ यो सिन रामेन र यो चिकन फ्लेभर रामेन बुल्डक बनाउन आँटेको अरे बनाउन आँटेको यो चाहिँ फ्राई भइसकेको छ अब इधर पानी डाल्न परेगा त्यही हो छेमालाई दिनु लागि गएको छेमाले चाहिँ खाना खानु हुँदैछ न खाइ पनि सक्नु भएछ ए कस्तो भएछ सब्जी नढाटिकन भन्नु है दामी भएछ छेमाले चाटसिट पारिसक्नु भएछ म त खानु हुँदै होला भनेर देखाउनु लागि आएको त यहाँ चाहिँ मम्मी सुतिरहेको छ यहाँ छ चिन्टुले हेलो चिन्टु यहाँ छ टमी हेलो टमी यहाँ छ जेली हेलो यहाँ छ अर्को टमी 1,000 years later. हाम्रो रामेन पनि पाकिसकेको छ एउटा मात्रै किनकि यो अलग अलग बनाउँछ यो चाहिँ सुप खाने हो यो चाहिँ ड्राई खाने हो नि त
यो चाहिँ सिङ्ग्रामे चाहिँ मलाई कहिलेदेखि खानु मन थियो फाइनली आज चाहिँ खानु पाउँदैछन् त्यो मैले गर्दा यो चाहिँ अर्कारी सस हालेको छ राम्रो खै ससको प्याकेट उतै छ आजको भ्लग चाहिँ पुरा मेसी हुनेवाला छ किनकि अब खाना पनि एकैचोटि किचन पनि अलिक सानो छ हो अन्त के गर्नु रेन्टेड घर त्यही त अब चाहिँ अब यो पकाएर चाहिँ सबै काम सकिन्छ त्यहाँदेखि चाहिँ खाने छ हाम्रो भात पनि खाँदैन डाइरेक्ट मुखबाङ भने फेरि भात खाएर गऱ्यो भन्दा छिटो भयो सो अहिले भेटौँला म चाहिँ हाम्रो सबै रेडी भइसकेको छ अब हामी पनि रेडी हुन्छ भन्ने ए यसलाई चाहिँ अब यिनीहरू सबै फुडलाई चाहिँ म्यानेज गरेर चाहिँ हामी मुखबाङ गर्छ तर मुखबाङ चाहिँ यो भिडियोमा देखाउँदैन अर्को भिडियोमा बनाउँछ किनकि पुरा लामो जान्छ नि त यो चाहिँ हामी ब्लगै गर्ने छ मुखबाङ हेर्नु छ भने चाहिँ अर्को भिडियोमा गएर हेर्नुहोस् होला सो अहिले भेटौँला लु अब भनिहाल अब चाहिँ हामी भिडियो एन्ड यहीँ गर्न आँटेको छ किनकि पुरा लामो हुन्छ नि त अब जति भने त्यति लामो हुन्छ लामो हेर्नु पनि अल्छी लाग्छ मान्छेलाई सो भिडियो चाहिँ यति नै हो आजको लागि कस्तो भयो होला मन पर्यो भने लाइक सेयर अन्त सब्सक्राइब गर्नु होला होइन अरू त्यति नै तपाईँहरूको लभ सपोर्ट चाहिँ दिनुहोस् न त्यति नै हो अहिले रेगुलर चाहिँ भएको छैन किनकि मेरो स्टोरेज फुल भएर भिडियो अपलोडै गर्नु पाएको छैन त्यो अलिक सपोर्ट गरिदिनुहोस् हो त्यहाँदेखि नयाँ फोन किन्छ आइफोन पछाडि आइलेख्छ मलाई पनि किनिदिन्छ नयाँ फोन हो सो आजको लागि चाहिँ यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई